नेपाली सिनेमाको एक्सन होइन, एक्सन गडे भन्नु पर्ला। लुप्रेतीको मच अवेटेड मुभी आचार्यको फर्स्ट लुक सार्वजनिक भइसकेको छ अनि दिस लुक सुपर कुल, एकदमै अमेजिङ देखिन्छ। अलिकति त्यो सिजी एन्ड भिएफएक्स नेपाली फिल्मको लागि चाहिँ अहिलेसम्मको मलाई बेस्टै लागेको हो। बाँकी अरू भिजुअल्सहरू अरू के छ त्यो मुभी आएपछि नै थाहा हुन्छ यार। फेरि ट्रेलर अझ आउन नै बाँकी छ। अनि अर्को कुरा हो यसको स्टोरी कस्तो हुन्छ। आई होप त्यही टिपिकल पुरानो स्टाइलको त्यो चिजी डायलग्सहरूले भरिएको नहोस्। वी निड समथिङ न्यू एन्ड समथिङ बेटर फ्रम निखिल उप्रेती। अहिले नेपाली अडियन्सले निखिल उप्रेतीबाट केही नयाँ एक्सपेक्ट गरिरहेको छ। आई होप त्यसलाई निखिल उप्रेतीले फुलफिल गर्नुहुन्छ होला यस आचार्य मार्फत। किनकि उहाँले जब भन्नुभएको थियो इन्टरभ्युजहरूमा मार्भल लेभलको भन्नुभएको थियो। भिएफएक्स र सिजीले हामीलाई सबलाई थाहा छ मार्भल र डिसीको लेभललाई त छुन सक्दैन। तैपनि स्टोरी र त्यसलाई अलिकति एन्हान्स गर्नको लागि हाम्रो एक्सपिरियन्सलाई बेटर बनाउनको लागि केही हदसम्म सिजी र भिएफएक्सलाई यो मुभीले अलिकति बेटर वेमा प्रेजेन्ट गर्छ भन्ने आशा चाहिँ राख्न सकिन्छ। किनकि यही एउटा नेपाली मुभी हो जसको लागि म एकदमै कुरिरहेको थिएँ। अब अरू त्यस्तै हो, खल्ली बल्ली।